पर्व है छठ पर्व हैन, जुन चाहिँ पानीमा बसेर सूर्यलाई अर्घ दिने, उदाएको र अस्ताएको दुवै अर्घलाई, यो एउटा युनिक हो। संसारमा सूर्यलाई मान्दछ, जस्तो इजिप्टमा रा भन्ने पर्व छ सूर्यसँग सम्बन्धित, अमेरिकामा सन डान्सिङ भन्ने छ, ऋग्वेदमा योगामा विशेष गरेर सूर्य नमस्कार छ, तर छठको उल्लेख छैन। यो छठ चाहिँ तराई मधेस र विशेष गरेर मिथिला क्षेत्र र भोजपुरा क्षेत्र पनि केही भनौँ ती क्षेत्रबाट आएको एउटा पर्व रहेको छ। र यो विशेष गरेर काठमाडौँ र ठुलो सहरमा बस्ने है यो काम गर्ने निम्न स्तरका मानिसहरू जो छन् तराई मधेस मुलका, ती चाहिँ बरु दसैँमा जाँदैनन् तर त्यो छठमा अनिवार्य जान्छन् भनेपछि त्यसको कस्तो महत्त्व रहेको छ त। यो कहाँबाट पिडबाट आएको पर्व रहेछ, एउटा युनिक। कसरी चाहिँ यसले चाहिँ प्रकृतिसँग मानिसलाई सर्भाइभ गर्नुपर्छ भन्ने कुरा पनि यसले जनाउँदछ। यो मानव स्वास्थ्यसँग सम्बन्धित त छँदैछ भने यसले चाहिँ आफ्नो जनजीविकालाई, किनभने पानी र सूर्य आगो यो दुईटा अति आवश्यक कुरा हो मानिसको सर्भाइभको लागि भन्ने कुरा हो नि त। बुद्धले पनि त जीवन जान्नु छ भने प्रकृतिको नियम जान भनेको छ हैन। त्यो प्रकृतिलाई जान्नुपर्ने कुराहरू, पुज्ने कुराहरूसँग यो धेरै सम्बन्धित रहेको छ र यसमा महिलाको लिडिङ रोल रहेको हुन्छ र यसलाई चाहिँ महिलाको एजेन्सीको सन्दर्भमा पनि बुझ्न सकिन्छ भन्ने जस्तो लाग्दछ हैन। यी चाडपर्वहरू जसरी अहिले यो मौलिकता छन् यी चाडपर्वहरूमा, यी एकदमै जसरी यहीँको माटोबाट चाहिँ यो चाडपर्व आएको छ त्यसको मौलिकतालाई अक्षुण्ण राख्दै र देशको सन्दर्भमा यसले सबैलाई जोड्ने हुँदा पनि यसको मौलिकतालाई अक्षुण्ण राख्दै र यसको पर्वलाई अझ राम्रोसँग भव्यता साथ मनाउन चाहिँ आवश्यक छ जस्तो लाग्दछ। र अहिले देशको जुन अवस्था छ, जसरी अर्थतन्त्रको कुरा छ, शान्तिको कुरा छ, उज्यालोको कुरा छ, यो पर्वले सबैलाई अँध्यारोबाट उज्यालोतर्फ र देशलाई पनि उज्यालोतर्फ र एउटा राम्रो वातावरणमा, अर्थतन्त्रमा जुन श्रिङ्केजहरू छ, समस्याहरू छ त्यसलाई पनि समाधान होस् भन्ने कामना सहित यो दीपावली तिहार, नयाँ वर्ष र छठको सन्दर्भमा मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस सम्बन्धमा मैले केही पहिलेदेखि पनि लेख्दै पनि आएको थिएँ, चाडपर्व कसरी के भयो यसलाई पनि मैले डिस्क्रिप्सनमा राखेको छु, त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। अहिलेलाई चाहिँ मैले शुभकामना दिँदै बिदा हुन्छु। नमस्ते।